वेलकम साथीहरू, आज म तपाईहरुलाई मेरो मिनी भ्लगमा स्वागत छ। आज चाहिँ म मेरो वाटर फिल्टर चाहिँ बिग्रेको छ हाम्रो, अनि यहाँ चाहिँ अहिले एडाप्टर खराब भएर अब म आज घरमा बसेको बेलामा एडाप्टर बनाउन गइरहेको छु। अनि हेर्नुस्, अहिले मैले फिल्टर निकालेको छु। अब म यसलाई फिल्टर लिएर, आज यो फिल्टर पनि धेरै दिन भएको कारणले फोहोर पनि भएको छ। त्यस कारणले गर्दाखेरि यी हेर्नुहोस्, म केमिकल हालेर बाहिर धेरै तेल लागेको थियो, त्यस कारण म त्यसलाई सफा गर्दैछु केमिकल हालेर। अनि बिस्तारै केमिकलले अनि अलिअलि गइरहेको छ, देख्न सक्नुहुन्छ। मैले एकदमै केमिकल हाल्दै गर्दै मैले गरेको तपाईले देख्न सक्नुहुन्छ। यहाँ अरू ठाउँमा पनि पछाडि पनि पुरै तपाईले देख्न सक्नुहुन्छ फोहोर लागेको छ। एक्चुअली हामीले यो चाहिँ वाटर फिल्टर हामीले हाम्रो किचनमा राखेको कारणले त्यस्तो थियो। त्यसकारण मैले फेरि किचनबाट मैले अनि भाँडा मस्काउने जाली ल्याएर फेरि त्यसलाई केमिकल हाल्दै मजाले रगड्दै त्यसलाई मस्काएको छु। अनि यो केमिकल चाहिँ हामीले सुर्खेतदेखि ल्याएका थियौँ, तपाईले देख्न सक्नुहुन्छ। एकदमै सफा भएको छ, हेर्नुहोस् पहिलाको र अहिले कति चम्किँदैछ साथीहरू। अब तपाईले यता हेर्दै जानुहोस्, तपाईले यहाँ पनि छ भन्दैछु मेरो श्रीमतीले आफ्नो हात देखाउँदै। अनि तपाईले मलाई यहाँ पनि सफा गर्नुहोस् भन्दैछन्। पहिला बाहिरको चाहिँ सफा गर्छु, अनि त्यसपछि मैले भित्रको सफा गर्नेछु। तपाईले देख्नुहुन्छ साथीहरू, पहिला बाहिर सफा गरेर सकिसकेपछि म भित्र चाहिँ सफा गर्नेछु। हेर्नुहोस् पछाडि पनि अब एकदमै त्यो जालीले सफा गर्दाखेरि सफा भएको छ, तपाईले हेर्न सक्नुहुन्छ साथीहरू। हेर्नु साथीहरू, तपाईहरुले मैले तल मुनि पनि, किनभने अब पछि केमिकल लगाइले सफा गरिसकेपछि भित्र पानीमा पर्छ कि भनेर मैले पहिल्यै बाहिरदेखि यसरी सफा गरेको छु। हेर्नुहोस् साथीहरू है, अब मैले पुरै सफा रुमालले पुरै पोछेको छु। यसलाई फेरि पछि मैले बाहिर हेर्नुहोस् कस्तो चम्केको छ, देख्नुभयो साथीहरू। अहिले हाम्रो वाटर प्युरिफायर अहिले चम्किरहेको छ, सफा भएको देख्न सक्नुहुन्छ। अब मैले यसलाई नट खोल्छु, बाहिरको ढक्कन चाहिँ म निकाल्छु र त्यसपछि मैले त्यसमा म रिपेयर गर्नेछु। अनि देख्न सक्नुहुन्छ मैले नटहरू निकाल्दै गइरहेको छु। नट पुरानो भएको कारणले गर्दाखेरि अनि नट पनि आफै घुमिरहेको छ। अनि मैले नटलाई उता टेबलमा राखेको छु। तपाईले यो नट पनि, दोस्रो नट पनि मैले खोलेँ। अनि त्यसपछि यसमा 3वटा नट मात्रै थियो, अब मैले तेस्रो नट पनि खोल्दैछु। देख्न सक्नुहुन्छ त्यो पानीको भाँडो पनि त्यो सफा गरेर राखेको बाहिरको मैले कभर निकालेको छु। अब हाम्रो चाहिँ बिग्रेको चाहिँ मेन तपाईले देख्न सक्नुहुन्छ त्यो एडाप्टर हो। अनि त्यसैलाई मैले फेरि र मैले त्योबाट त्यो निकाल्दैछु बिग्रेको एडाप्टरलाई चाहिँ। तपाईले देख्न सक्नुहुन्छ यसरी मैले यो कनेक्सन अनि तारमा जोडिएको थियो, त्यसलाई मैले यसरी उक्काउँदैछु साथीहरू। अब मजाले फर्स्ट भयो, अनि दोस्रो चाहिँ तारभित्र भएको कारणले मैले कसरी निकाल्ने भनेर मैले सोच्दै थिएँ। अब मैले के गरेँ, पछाडिको किलालाई पनि, नटलाई पनि निकालेर मैले फेरि त्यो तारलाई चाहिँ निकाल्न खोजिरहेको छु। तपाईँ देख्न सक्नुहुन्छ यो चाहिँ अलिक टाइट भएको कारणले मैले चाहिँ अलि बेसरी बल गरेर गर्दैछु। हेर्नुहोस् यो कस्तो रहेको छ, हातले निकाल्न सकेँ। अनि अर्को चाहिँ यो चाहिँ अलिक बढी टाइट छ, अहिले मैले यसलाई अलिक धेरै बल गरेर मैले गर्नुपर्ने भएको छ। यो पनि निस्किँदैछ। अब त्यसपछि यो पनि तलको पनि मुनिको पनि निकाल्न खोजिरहेको थिएँ। मलाई लाग्यो यो पुरै निकाल्यो भने फेरि सेट फेरि खराब हुन्छ कि
फेरि मलाई जोड्न अप्ठ्यारो हुन्छ कि भनेर मैले माथिको मात्रै निकालेँ। अब मैले त्यो अलिकति मुभ गरिसकेपछि त्यहाँ मैले कनेक्सनको अनि तपाईँको मोटरमा जाने तार मैले पाएँ। अब मैले त्यो पनि निकालिदिएँ। त्यसबाट मैले देख्न सक्नुहुन्छ यसरी मैले त्यो एडाप्टरलाई CMT एडाप्टर भन्छ त्यसलाई मैले निकालेको छु। मैले निकालेर यो चाहिँ अब यो हाम्रो पुरानो भयो। अब यो चाहिँ काम छैन। अब मैले यो हेर्नुहोस् यो चाहिँ बिग्रेको हाम्रो अनि अब यो नयाँ एडाप्टर हो। देख्न सक्नुहुन्छ साथीहरू मैले हिजो मात्रै किनेर ल्याएको। अब यो नयाँ एडाप्टरलाई अब मैले यसमा फेरि जोड्ने छु। अब नयाँ भए पनि यसमा तार राख्ने नभएको कारणले मैले यसरी तार चाहिँ त्यो एडाप्टरको मेन तार चाहिँ त्यहाँ नजाने भएको कारणले मैले यसरी गरेर पहिला एक साइडको जोड्छु, त्यसपछि अर्को पनि मैले काट्नु पर्ने छ। यसरी मैले तारको अब कनेक्सन गरेको तपाईँले देख्न सक्नुहुन्छ साथीहरू। मैले कनेक्सन गरेँ एक साइडको मैले यसरी तारमा कनेक्सन गरेँ। अब मैले त्यसलाई फेरि पानी लिकेज भएर अरूमा सर्ट नलागोस् भनेर मैले फेरि कालो टेपले मैले बाँधेको छु। त्यसपछि मैले टेपमा बाँधिसकेपछि मैले अर्को फेसको लागि पनि मैले त्यसरी नै बाँधेर अब यो देख्न सक्नुहुन्छ हाम्रो यो नयाँ हो, तर अब यो हाम्रो त्यो कनेक्सन त्यहाँ नजाने भएको कारण प्लग अब मैले काटेर त्यसलाई फेरि फाल्नुपर्ने अवस्था भएको छ। अनि यसरी मैले फेरि काटिसकेपछि त्यो एडाप्टरको मैले दुईटा फेसलाई चाहिँ तारको दुईटै तारलाई मैले यसरी चिरेर बाहिर निकालेको छु। देख्न सक्नुहुन्छ साथीहरू। यो चाहिँ अलिकति गाह्रो पनि छ। यसरी मैले निकालेँ दुवैतिरलाई तारलाई मैले यसरी निकालेर अब त्यो कनेक्सन मैले जोड्दैछु। अनि यसरी फेरि मैले देख्न सक्नुहुन्छ साथीहरू। यसरी मैले अब फेरि मैले टेपले फेरि त्यसलाई त्यसरी नै अघिको जसरी नै कालो टेपले मजाले ताकि अरूमा जोइन्ट भएर सर्ट नहोस् भनेर मैले लगाएको छु। देख्न सक्नुहुन्छ साथीहरू। अब यसरी मैले लगाउँदैछु। मजाले लगाएपछि अब मैले त्यहाँ फिट गर्न लाग्दै थिएँ। त्यसपछि मेरो श्रीमतीले मलाई फेरि अब यो माथिको मैले फिट गर्दै थिएँ। यो मैले माथिको पहिला अब निकालेको अघि निकालेको नटहरूलाई मैले फेरि गर्दैछु। अब नटहरू चाहिँ अलि लुज भएको कारणले यो चाहिँ हाम्रो लगभग 10 वर्ष भयो पुरानो हो आरो। एकदमै राम्रो चलिरहेको छ। अनि यो 10 वर्ष पुरानो भएको कारणले खोल्दा यसको कतिवटा नटहरू चाहिँ त्यति राम्रो काम गर्दैन, लुज छ। तर पनि यो फिल्टरले चाहिँ एकदमै राम्रो काम गरिरहेको छ साथीहरू। हामीले यसलाई बेला बेलामा हामीले यसलाई रिपेयर गरिरहन्छौँ। त्यस कारणले गर्दाखेरि यसले एकदमै राम्रो काम गरिरहेको छ। अब त्यो कनेक्सन भइसकेपछि अब मैले चाहिँ अब बाहिर राख्न खोजिरहेको थिएँ। यसरी पहिला अझै मैले कनेक्सन गर्दैछु। नटहरूलाई मैले एकदम टाइट गरेर बलियो बनाउन लागेको छु। अब मेरो श्रीमतीले अब यो बनाउँदाखेरि अब भित्र पनि सफा गर्नु पर्यो एकैचोटि भनेको कारणले मैले अब भित्र पनि मैले सफा गर्न खोजिरहेको छु। अब पानी स्टोर हुने ठाउँमा र पुरै अब पानी जमाउने त्यो भाँडोमा पनि अब म सफा गर्न गइरहेको छु साथीहरू। देख्न सक्नुहुन्छ मैले नट खोल्दैछु। मैले नट खोलिसकेपछि फेरि यसरी मैले यसलाई माथि राखेँ। अब यो भागलाई मैले यसरी बिस्तारै यसको मुनिको भाग र निकालेर अब मैले यसमा अनि तपाईँले देख्न सक्नुहुन्छ अघि नै मैले नुन हालेर यसरी मैले सफा गर्दैछु। त्यसमा चाहिँ मैले साबुन हालेर नधुने भनेर, किनभने त्यो फेरि साबुनको सेन्टहरू स्मेलहरू आउँछ भनेर मैले यसरी नुन हालेर
पानी स्टोर हुने तलको भाँडोलाई मैले यसरी पानीले मात्रै सफा गरेको छु। देख्न सक्नुहुन्छ साथीहरू, यो सफा गरिसकेको छु मैले। यसरी बाहिर भित्र मजाले यसरी सफा गरेको तपाईँले देख्न सक्नुहुन्छ। अनि त्यसपछि मैले फेरि माथिको ढक्कनलाई चाहिँ मैले यसरी पहिला पानीले सफा गरेको छु। अब यो चाहिँ माथिको लाग्ने ढक्कन मात्रै भएको कारण यसलाई मैले साबुनले पनि मजाले यसरी सफा गरी भाँडा माझ्ने साबुनले मैले यसरी लगाएर अनि ब्रसले यसरी घोटेर मैले सफा गर्दैछु साथीहरू। यसरी कुना कुनामा पनि राम्रोसँग सफा होस् भनेर मैले यसरी गर्दैछु साथीहरू। अनि त्यसपछि अब मैले पानीले यसलाई पखाल्दैछु। पानीले पखालिरहेको तपाईँले देख्न सक्नुहुन्छ, पखालेर तपाईँले देख्न सक्नुहुन्छ। अनि सफासँग अब मैले यसरी फिट गरेर अब तपाईँले देख्न सक्नुहुन्छ। अहिले मैले मजाले फिट गरिसकेको छु। अब मैले फेरि बाहिरको ढक्कनलाई अघि मैले केमिकलले सफा गरेको थिएँ। अब यसलाई फेरि मैले साबुनले यसरी साबुन लगाएर मजाले यसलाई साफ गर्दैछु साथीहरू। सफा हुने गरेर त्यसको केमिकलको बासनाहरू सबै सफा होस् भनेर। अब अघिको तपाईँले थाहा पाउनुभएको छ केमिकल शरीरको लागि हानिकारक छ भनेर। त्यस कारणले गर्दाखेरि फेरि मैले पानीले साबुनले मैले यसरी सफा गरेर अब ल्याएको छु। अब मैले यसमा जडान गर्नेछु। फेरि सबै राखेँ। माथिको मेसिन पनि प्युरिफाईको वाटर फिल्टरको मेसिनलाई त माथि राखेको छु। अब यसरी मैले फिट गर्दैछु साथीहरू। अब देख्न सक्नुहुन्छ। अब यो अलिकति राम्रोसँग फिट भएको छैन, यता ग्याप छ। मेरो श्रीमतीले यहाँ ग्याप भयो भनेर भन्दैछन्। अब मैले यसरी यसलाई फेरि मजाले लगाएको छु साथीहरू। अब फेरि पनि त्यो अलिअलि सफा गर्न बाँकी भएको भागलाई पनि फेरि मैले रुमालले यसरी सफा गरेको छु। अब त्यसपछि त्यसलाई फेरि एडाप्टरलाई राम्रोसँग राखेर अब चाहिँ मैले के गर्नेछु साथीहरू देख्न सक्नुहुन्छ। अब मैले यसमा मुनिको भागलाई पानी को भाँडोको भागलाई चाहिँ मैले नटले मजाले अब त्यसलाई कस्दैछु साथीहरू। त्यसमा पनि 3वटा नट हुन्छ। मैले चाहिँ एउटा नटलाई लगाइसकेँ। अब एउटा यतापट्टि छ। अब त्यसपछि यसलाई मजाले कस्दिन्छु। अब त्यसपछि फेरि यसलाई फर्काएर फेरि अर्को साइडको नटलाई पनि मैले कस्दिन लागेको छु साथीहरू, यहाँ देख्न सक्नुहुन्छ। अनि त्यसपछि फेरि पछाडि साइडमा भएको नटलाई पनि मैले कस्दिएको छु। अनि यतापट्टि साइडमा भएको पनि एउटा नटलाई म कस्दिँदैछु। पछाडि 2टा नट, एउटा अगाडि एउटा नट छ। अनि त्यसलाई कसिसकेको छु। अब तपाईँले देख्न सक्नुहुन्छ अलमोस्ट हाम्रो रेडी हुँदैछ। अब हाम्रो मैले पुरै रिपेयर गरिसकेको जस्तो लागिरहेको छ। अहिले पछि फेरि हामी यसलाई चेक गर्नेछौँ साथीहरू। अब देख्नुभयो, अब मैले यसलाई कभर पनि लगाइसकेको छु माथि हाम्रो मेसिनलाई ढाक्ने कभर। अब मैले फेरि यसमा पनि 3वटा नट छ साथीहरू। अब एउटा नट मैले लगाइदिएको छु। अब तपाईँहरूले देख्न सक्नुहुन्छ अर्को नट पनि माथितिर छ साथीहरू। अनि त्यसपछि अर्को साइडको कुनामा पनि अर्को नट छ। यसलाई पनि मैले टाइट गरिदिएको छु साथीहरू। अब फेरि यसलाई अब हामी यता साइडमा पनि अर्को नटलाई पनि एकदमै राम्रोसँग टाइट गर्नेछौँ साथीहरू। अब हामीले यसलाई के गर्नेछौँ, अब यसलाई लगेर मेसिनमा चेक गर्नेछौँ हाम्रो मेसिनले काम गर्यो कि गरेन, हाम्रो एडाप्टरमा लाइन आयो कि आएन। त्यस कारण हामी माथि जडान गर्नुभन्दा पहिले नै अब यसरी बिजुलीमा हामीले हालेर चेक गर्दैछौँ साथीहरू। अनि अब बिजुलीमा हालेर यता देख्न सक्नुहुन्छ सकेटमा हामीले बिजुलीमा गएर हामीले चेक गरेका छौँ। यो अब
फिट भइसकेको छ, यसमा आवाज आइसकेको छ मोटर चलेको। अब त्यसो भएपछि अब हामीले माथि राख्दैछौँ। यो चाहिँ वालमा हामीले फिट गरेका छौँ। यसमा वालमा चाहिँ अलिकति ध्यान दिएर फिट गर्नुपर्छ साथीहरू। यदि यसमा भएको दुईवटा नटले राम्रोसँग काम गरेन भने फेरि त्यो पानीमा को तौलले गर्दाखेरि पानी गरुङ्गो भएको कारणले फेरि खसेर फुट्ने डर हुन्छ। यसकारण त्यसलाई हामीले बिस्तारै अनि त्यो फिल्टरलाई चाहिँ वालमा चाहिँ राम्रोसँग फिट गरिरहेका छौँ। अनि मेरो श्रीमतीले यो भएन, अलि बाङ्गो भयो भनेर भन्दै छिन्। अनि मैले पनि देख्न सक्नुहुन्छ अलिकति बाङ्गो भएको छ, राम्रोसँग बसेको छैन। अब मैले यसलाई राम्रोसँग मिलाउँदैछु। देख्न सक्नुहुन्छ साथीहरू, हेर्नुहोस् मैले यसरी मिलाएर अब मैले भनेको छु ल अब चाहिँ भयो राम्रोसँग। अब हामीले यो लगाइसकेपछि फेरि हामीले पानी पनि अन गरेर फेरि चलाउने छौँ। अब मैले पानीको कनेक्सनहरू माथि फिट गर्दैछु साथीहरू। अब देख्न सक्नुहुन्छ अब मैले पानीको कनेक्सनहरू पानीको सप्लाईहरूलाई अन गरेँ। अब मैले देख्नुहोस् फेरि पानी चलाएँ र तपाईँले देख्न सक्नुहुन्छ अब पानी निस्केको छ। आज हामीले बनाएको वाटर फिल्टर चाहिँ हामीले त्यसमा सफल भएका छौँ। धन्यवाद। तपाईँहरूले यसरी नै माया गरिदिनु होला। धन्यवाद।